यात्रा गरेर धन सम्पत्ति पनि त्यस्तो धेरै कमाइएन सर। मोटिभ सुरुदेखि नै थिएन पैसा कमाउला भन्ने त। यस्तो कुरो चट्याङ त सर यहीँ पैतालामा हान्छ। अनि क्यामेराहरू भिजो अब सरेन्डर गऱ्यौँ क्या, ज्यान चाहिँ बचाउँ भन्ने भयो। त्यो ठाँटीमा नि बत्ती नबल्दिएको थियो भने हामी फेरि कता जानु नि फेरि एउटा पिलिक्क केही बल्दिएको कारणले पक्का त्यहाँ छ। अनुमानमा सर, अन्दाजमा अहिले सम्झिँदा त डर लाग्छ। राति लगभग हामी त सिरक ओढेर मात्रै सुत्थ्यो, कपडा समेत भिजेको थियो। लाउने कपडा भिजेर सिरकमा मात्रै तपाईँको बसेर त्यस्तो चिसो ठाउँमा। ट्राभल भिडियोको चाहिँ इन्ट्रेस्ट ग्रुप सबैभन्दा कम्ती हुन्छ कि जस्तो लाग्छ क्या सर। जुन विधाको इन्ट्रेस्ट ग्रुप बेसी त्यो विधा त्यति रुचाएर हेरिन्छ होला नि त। हामी त ट्राभलसँग इन्ट्रेस्ट राख्ने अथवा शौखिन मान्छेहरूले मात्रै हेर्नुहुन्छ या के हो, मलाई त लाग्छ अब हुन त आफूले गरेको काम सबैलाई राम्रो लाग्छ। जतिले हेर्नुहुन्छ त्योभन्दा धेरैले अझै हेरिदिनुपर्छ होला जस्तो चाहिँ मलाई लाग्छ। अब मैले त्यो बराबरको बनाउन सकेको छुइनँ भने चाहिँ फेरि त्यसमा चित्त बुझाउनुपर्छ। तर यसबाट आय आम्दानी हुँदैन, सकिँदैन। सर्भाइभ त गरिन्छ, त्यस्तो उल्लेख्य हुँदैन। तान तुन गरेर म्यानेज गर्न सकिन्छ। अनि यसमा भनेको अर्को मोटिभ तपाईँले भन्नु मलाई चिनाउला होइन, सबैले मलाई चिन्नुहोस् भन्ने मोटिभ सधैँ छैन, ठाउँ चिन्नुहोस् भन्ने छ। यस्तो खालको अनुभव गर्नुहुन्छ होइन, लाइफ चाहिँ तपाईँको हातैमा के भन्छ हत्केलामा बोकेर हिँडिन्छ भन्ने भन्छ होइन, त्यस्तो हुन्छ नि त। के चिजले तपाईँलाई अझ मोटिभ गरिरहन्छ हो यात्रामा? के पाउनुहुन्छ यात्रा गरेर? बस्ती नभेटिने ठाउँ पनि हुन्छ सर, फेरि भेटिहालिन्छ भन्नुभयो तपाईँले। हामी त परेको पनि छौँ। एउटा अनुभव छ कतातिर? हामी दामोदर कुण्ड जाने भयो सर। दामोदर कुण्ड भनेको कता पर्यो? मुस्ताङ। ओके, तपाईँको मैले हेरेको थिएँ। ओके, मोटरसाइकलमा होइन, माथि लोमानथाङभन्दा तलतिर सजिलो बाटो, त्यहाँ त मोटरसाइकल गाडी साडी सबै कुद्ने। त्यहाँबाट सायद चराङ भन्ने गाउँबाट यसो भित्र छिर्यो, अनि त्यहाँ 2टा गाउँ थियो, त्यो 2टा गाउँ पनि कटियो। अनि माथि उचाइमा मोटरसाइकलले 5000 मिटरसम्म लगियो, अनि त्यहाँ राखियो। के छ कसो छ केही थाहा छैन सर। मान्छे पनि लानु भयो नि त। त्यहाँ एकजना त्यहाँ काम गर्ने कर्मचारीले के भनिदिनु भएको छ भने यो बाटो जानु नै दामोदर कुण्ड पुगिन्छ है सम्म चाहिँ भनिदिनु भएको छ। अनि मोटरसाइकल राखेपछि त अनि थाहा भयो क्या, 2 पाइला हिँड्ने बित्तिकै साहस बढ्छ नि। 5000 मिटरमा तपाईँलाई याद छ नि कस्तो हुन्छ त्यो हाइटमा। मोटरसाइकल नतान्ने, तलैबाट थाहा भइसक्यो थियो उचाइमा छौँ भन्ने त। त्यो ठाँटी पुग्यो, ठाँटी रहेछ, त्यो बर्खामा मात्रै खुल्दो रहेछ। विशेष गरी त्यो मुक्तिनाथ मन्दिर ककलले चाहिँ त्यहाँ बनाइदिएको, के अरे तीर्थालुहरू जान्छन् भनेर। ठाँटीमा बस्यो, ठाँटीसम्म ओके छ। ल अब भोलि बिहान घोडा चाहिँ जाँदो रहेछ। हामी घोडामा गएर त भिडियो नबनाउन मजा नआउने, हिँड्ने भन्ने कुरा भइदियो। हिँड्न त सुरु गरियो सर, यति हिँड्यो 5200 मिटरको एउटा पास तरेर तल फेरि 4700 मिटर खोलामा, त्यहाँबाट 5700 फेरि चढ्नुपर्ने। सम्झिनु है, यो भनिराख्दा जति सजिलो हुन्छ नि 5700 6000 त्यति गाह्रो हुन्छ नि त। त्यहाँ कुन्दन साथी उसको नयाँ अनुभव त्यो उचाइको, हिँड्दिँदैन है। बालुवादेखि बाहेक केही छैन, एउटा रुखसम्म छैन। मुस्ताङको त्यो बलौटे भेग, टहरो ओत लागौँ काहीँ केही छैन। हामीसँग रसद पानी ठिक्क दिउँसोको खाजा मात्रै छ, ओड्ने ओछ्याउने केही छैन। साथी हिँड्दिँदैन। त्यहाँ रात पर्यो भने बाँचिँदैन, थाहा भइसकेको छ पुग्नुपर्ने छ। दामोदर कुण्ड कहाँ होसम्म थाहा छैन। सोध्ने एक ठाउँमा त घोडाले हामीलाई क्रस गरेर गयो, बाटो गएको होइन, तल फर्किरहेको थियो। के भएर फर्किनेर त्यो खोलामा भेट हुँदो रहेछन्, फर्किहाले, घोडावालाहरू चढिहाले। आमामा सर, त्यो 5700 उक्लिनलाई यति मुस्किल पर्यो मलाई भन्दा पनि कुन्दन सरलाई। अब के गर्ने त, फर्किँदा पनि पुगिँदैन त्यो दिन, जाँदा पनि पुगिँदैन। यति मोटिभेट गरेर लगेँ। अन्तिममा ठाँटीमा त्यो राति पुग्यो। त्यो ठाँटीमा नि बत्ती नबल्दिएको थियो भने हामी फेरि कता जानु नि फेरि एउटा पिलिक्क केही बल्दिएको कारणले पक्का त्यहाँ छ बस्ने ठाउँ। अनुमानमा सर, अन्दाजमा अहिले सम्झिँदा त डर लाग्छ होइन। त्यहाँ ठाँटी नभेटेको थियो भने के हुन्थ्यो होला त्यो चिसोमा, 5000 मिटरको उचाइमा। केही नै छैन सर, अर्थक संरचना केही छैन, अहिले पनि छैन। जानुभयो भने ठाँटी छ 2 ठाउँमा, हिँड्ने स्टार्टिङ पोइन्टमा छ, इन्डिङ पोइन्टमा छ, बिचमा बालुवादेखि बाहेक केही छ। फर्किँदा फेरि तपाईँको भिडियो बनाइँदैन, प्याकअप उतै गरेर फर्किन्छौँ हामी चाहिँ प्रायः। यस्तो त्यो तपाईँको हिउँ पर्यो, अनि त्यो फाप्रे भन्छ नि, सुरु त त्यो हान्छ नि दाना हिउँ पर्नु अगाडि, छार्के भन्नुहुन्छ कसैले, फाप्रे भन्नुहुन्छ।
यस्तो कुटो चट्याङ त सर यहीँ पैतालामा हान्छ अनि क्यामेराहरू भिजो अब सरेन्डर गऱ्यौँ क्या ज्यान चाहिँ बचाउँ भन्ने भयो एकताल त तपाईँको त्यो कुन्दन त अब म सक्दिनँ यहीँ छोडिदिन्छु भन्ने पनि अवस्था भएको थियो मोटिभेट त्यो बेलामा चाहिँ गरेर अब त पुग्यो नि त यहाँ तल गहिरोमा पुग्यो भने कम्तीमा चट्याङ हान्दैन अलिक बल गरेँ भन्दै उसलाई होइन माथिबाट त्यो तल झारेर भिजेर सर फेरि समस्या चाहिँ के हो भने हामीले त्यो चराङमा ब्याग त छोट्याउनु पऱ्यो नि त बोक्नुपर्छ भनेपछि रेनकोटहरू सबै तलै छोडिएछ क्या कल्पना नै गरिएन कि त्यहाँ गएर पानी हसिना पर्छ भनेर कहाँबाट हुनु त त्यो त्यस्तो समस्यामा पर्यो राति लगभग हामी त सिरक ओढेर मात्रै सुत्थ्यो कपडा समेत भिजेको थियो लाउने कपडा भिजेर सिरकमा मात्रै तपाईँको बसेर त्यस्तो चिसो ठाउँमा यस्तो खालको अनुभव गर्नुहुन्छ होइन लाइफ चाहिँ तपाईँको हातैमा के भन्छ हत्केलामा बोकेर हिँडिन्छ भन्ने भन्छ होइन त्यस्तो हुन्छ नि त के चिजले तपाईँलाई अझ मोटिभ गरिरहन्छ हो यात्रामा के पाउनुहुन्छ यात्रा गरेर धन सम्पत्ति पनि त्यस्तो धेरै कमाइएन सर मोटिभ सुरुदेखि नै थिएन पैसा कमाउला भन्ने त आउँदो पनि रहेन सर तपाईँलाई पनि थाहा होला होइन किन त्यो जुन तुलनात्मक रूपमा अन्य विधामा युट्युबमा सायद राम्रो पैसा होला होइन अहिले त नेपाली सिरियलहरू धेरै हेरिन्छन् राम्रो पक्ष पनि हो होइन धेरैले मन पराउनुहुन्छ मन पराएको कुरा हेर्नु पनि पर्छ हाँसी मजाकका कुराहरू चल्छन् होइन कमेडीहरू बेसी चल्छन् इभन अब पोडकास्टहरू पनि कतिवटा त चल्लान् नै क्या तपाईँको हाम्रो चाहिँ अहिलेसम्म त्यस्तो ऊ चाहिँ भएको छैन जस कुरा सुनाउने चाहना थियो त्यही भएर मात्रै तर मैले भन्न खोजेको चाहिँ के भने ट्राभल भिडियोको चाहिँ इन्ट्रेस्ट ग्रुप सबैभन्दा कम्ती हुन्छ कि जस्तो लाग्छ क्या सर जुन विधाको इन्ट्रेस्ट ग्रुप बेसी त्यो विधा त्यति रुचाएर हेरिन्छ होला नि त हामी त ट्राभलसँग इन्ट्रेस्ट राख्ने अथवा शौखिन मान्छेहरूले मात्रै हेर्नुहुन्छ या के हो मलाई त लाग्छ अब हुन त आफूले गरेको काम सबैलाई राम्रो लाग्छ जतिले हेर्नुहुन्छ त्योभन्दा धेरैले अझै हेरिदिनुपर्छ होला जस्तो चाहिँ मलाई लाग्छ अब मैले त्यो बराबरको बनाउन सकेको छुइनँ भने चाहिँ फेरि त्यसमा चित्त बुझाउनुपर्छ तर यसबाट आय आम्दानी हुँदैन सकिँदैन सर्भाइभ त गरिन्छ त्यस्तो उल्लेख्य हुँदैन तान तुन गरेर म्यानेज गर्न सकिन्छ अनि यसमा भनेको अर्को मोटिभ तपाईँले भन्नु मलाई चिनाउला होइन सबैले मलाई चिन्नुहोस् भन्ने मोटिभ सधैँ छैन ठाउँ चिन्नुहोस् भन्ने छ अर्को कुरा चाहिँ केले तान्छ भन्दाखेरि अब चाहिँ यो घर बस्न सकिँदैन नि त त्यसले तान्छ अचम्म चाहिँ के हुन्छ भने तपाईँको केही समय घर बस्यो जाउँ लाग्ने घुम्न गयो घरले तान्ने फेरि अलि पछाडि चाहिँ धेरै त हामी पनि बाहिर बस्दैनौँ 10-15 दिन 20 दिनदेखि फेरि घर जाउँ लाग्छ घर आयो अनि केही समय बस्यो फेरि जाउँ लाग्छ त्यो ठाउँ जान बाँकी थियो नि त त्यहाँ पुगौँला अथवा कस्तो हुन्छ भने मलाई त त्यहाँभन्दा माथि के थियो होला त्योभन्दा उतापट्टि के थियो होला उत्सुकता त्यसले चाहिँ तान्छ सर ड्राइभ चाहिँ त्यो भइदियो